जस्तो तपाईँ पछाडिको भ्यू देख्दै हुनुहुन्छ त्यति शान्ति चाहिँ पक्कै नै छैन। तपाईँले थाहा पाइसक्नुभयो कि यो पछाडिको ब्याकग्राउन्ड चाहिँ मैले यो भिडियोमा हालेको हो। खासमा भिडियोको ब्याकग्राउन्ड भने यस्तो छ र मैले आज दिउँसो बनाएको केही कलेक्सन भिडियोहरू मिलाएर एउटा छोटो भिडियो तयार पारेको छु। आज बोतल बेच्दै अनि त्यो भाइ चाहिँ छ र हामीसँग रहेका केही बोतलहरू त्यतिकै फाल्नुभन्दा नजिकै बोतल बेच्ने ठाउँ भएकाले हामी बोतलहरू बेच्न हिँड्यौँ। बोतलहरू भने धेरै थिए, भाइको हातमा पनि पुरै र मेरो हातमा पनि आदि थिए। ठुलो बोतलहरू भएकाले पैसा धेरै आउला जस्तो लागेको थियो। ल यो चाहिँ मेरो एक हातको, उहीको एक हातको थियो। मान्छे चाहिँ अब ऊ चाहिँ लाज मान्छ अरे नदेखाऊ होइन। अब कति पैसा आउँछ त खै है, म देखाउँछु पैसा। ఏడ పుడుతుంటే అమ్మ అడుగురా కిలో పాలు ఉన్నా ఇంగ్లీష్ आजको बोतलहरू नि एक दिनको यो सब यो चाहिँ आजको बोतलहरू भयो। जति दिन बोतल बेचेँ मैले त्यति दिनको अपडेट देखाउँछु। अनि यस्तो ठाउँमा हो बेच्ने चाहिँ। यो मुनि चाहिँ यस्तो भङ्गा छ बोतल राख्ने। यो माथि चाहिँ कमलको फुलहरू फुलेर यहाँ टक्कै यस्तो ठाउँमा पैसा पनि आइरहेछ है, भित्रदेखि पैसा पनि रहेछ। यहाँको एकजना कति आउँछ फेरि अब बोला त त्यसले कति ढिलो गयो हातमा तर यो ल पैसा चाहिँ आयो। हाम्रो फाइनली पैसा आयो। ल पैसा आयो है, कति आयो? म चाहिँ भारतको चेन्नईमा छु। यदि यहाँको रीतिरिवाजसँग हेर्ने हो भने मान्छे बितेपछि अनौठो गाडीमा लैजाने चलन छ। यदि कुनै एरियामा मान्छे बित्यो भनेपछि यो मेरो पछाडि देखिएको गाडीमा लैजाने गर्छन्। र मैले भन्न खोजेको के हो भनेपछि मान्छेहरू जब यो गाडीलाई देख्छन् त्यतिखेर थाहा हुन्छ मैले पनि यो कुरालाई स्वीकार गर्नुपर्छ भन्ने। हामी रियालिटी कुरालाई बिर्सेर अरू सब थोक गर्छौँ। तपाईँसँग भएको धन सम्पत्ति पैसा गाडी त्यो देखावा मात्र हुनेछ। मन्थली स्यालेरी भने आउनलाई धेरै दिन बाँकी नै छन्। रुममा भने रासन भने सिद्धिसकेको थियो। रुममा एक्लै खाना बनाएर खानु, रासन सिद्धिनु जस्ता कुराहरू मेरो लागि नौलो कुरा भने होइन। किनभने मैले आफ्नो विद्यार्थी जीवनमा यस्ता कुराहरूको सामना गरिसकेको थिएँ। र यो भने मेरो किचन हो। यी सबै कुराहरू मैले आफ्नै पर्सनली पैसा युज गरेर किनेको हुँ। मेरो आफ्नै पनि टाइम नमिलेकाले मैले किचनको डेकोरेसनतिर भने ध्यान दिएको छैन। यो भने मेरो किचन बाहिरको देखिने भ्यू हो। यता इन्डियामा काम गर्ने मान्छेहरूको भने दिन भने फरक हुन्छन्, तर काम भने फरक कहिले पनि हुँदैन। डेली त्यही खाना बनाउनु, खानु, उठ्नु र काम गर्नु, त्यसरी नै दैनिक जीवनको यात्रा चलिरहेको छ। यो भने मैले होटलदेखि लिएको नास्ता हो। बिहान काम गरेर आएर रुममा नास्ता बनाउने टाइम नमिलेपछि कहिलेकाहीँ भने होटलदेखि लिने गरेको छु। यो नास्तालाई भने यता ढोसा भन्ने गर्छन्। रुममा रासन सिद्धेकाले आज मार्केट गएर रासन लिएर आए। मेरो रुमको अवस्था यस्तो छ है। यहाँ चाहिँ 4 लगाउने मल्टिब्लक त्यही छ। अनि यता सामानहरू यस्तो। अब यहाँ चाहिँ सुत्ने हो फेरि यहाँसम्म यति छोटो छ यस्तो सुत्ने। अनि माथितिर यहाँ बत्ती, यहाँ पनि लुगा, यहाँ पनि लुगा यो दसाउने, अनि वहाँ पनि लुगा ठाउँ नमिलेर यस्तो झ्याल, यस्तो ढोका। ल यति छोटो छ हेर त। यसरी मिलाएर सुत्नु परिरहेको। मेरो किचनको चाहिँ यस्तो अवस्था छ। आज काम गर्दा गर्दा ढिलो भइहाल्यो। होटलदेखि खाना लिएको है।
अनि होटलदेखि खाना लिँदाखेरि बिरयानी लिए हो। पुरा चिकन सिकन यहाँ केही छैन, यस्तो हड्डी मात्र छ क्या, हड्डी मात्र छ, केही छैन। यस्तो छ, गाह्रो छ। यस्तै छ होटलदेखि खाइरह हो आज। अनि यसमा के आउँछ भन्दाखेरि एउटा चाहिँ यो आउँछ, त्यो चाहिँ के साम्बर हो के हो, दाल जस्तो चटनी जस्तो, अनि प्याज, अन्डा, अनि यही चिकन।